बिरामी छौ अरे? बिरामी छौ? आफ्नो मात्र भविष्य हेर्नु भयो, आफ्नो बच्चाहरूको माया गर्नु भएन, आफ्नो बच्चाहरू आफूले जन्माएको कमसेकम थोरै भए पनि आफ्नो रगतको माया गर्नु पर्थ्यो, उहाँले त्यो गर्न सक्नु भएन। त्यसैले उहाँप्रति चाहिँ एकदमै दुःख व्यक्त गर्न चाहन्छु म। यसरी अब यहाँबाट गएर पनि तपाईँलाई खासै राम्रो त छैन होला, तपाईँको मन पनि रोइरहेको होला, आफ्नो बच्चाहरू हुन्, जे भए पनि बच्चाहरूले बोलेको पनि सुनिराख्नु भएको। यो शब्द हजुर, जन्मेर बन्छ यहाँ नाता र परिचय हो दर्शकवृन्द, पक्कै पनि हो नि होइन? हजुर हो। जन्मेर बन्यो नाता र परिचय, कस्तो नाता कस्तो नाता, कस्तो परिचय कस्तो परिचय। प्लस प्लम्बिङ पनि गरिदिन्छु सर म। गरिदिनुहुन्छ है? हजुर। आमा हेर्नुहोस् त, कति खुसी कति खुसी कति खुसी। हेर्नुहोस् आज मात्रै श्रमदाता भेटिएको छ। नहुने स्वदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू हो, उहाँहरूले मेरो जिन्दगीमा एउटा ज्योति ल्याएर दिनुभएको छ। ज्योति म अन्धकारमा थिएँ, उहाँहरूले ज्योति ल्याएर बालिदिनु भएको हो। म एकदम खुसी छु। उहाँहरूले लगाएको गुण म सायद कहिले पनि बिर्सिन भन्छु। हजुर, उहाँलाई काम पाउँछ नि यति राम्रो मान्छे? यति राम्रो मान्छे। ल तपाईँको नम्बर पनि एकचोटि भनिदिनुहोस् त, कसैले यस्तो काम राम्रो गर्ने मान्छेको त होइन, ल आउनु पर्यो है सर, यहाँनिर मेरो पनि काम गरिदिनु पर्यो भनेर मनकारी होइन मान्छेले फोन गर्न सक्छ। तपाईँको नम्बर भनिदिनुहोस् एकचोटि। मेरो नम्बर चाहिँ 9864999235। फेरि पनि भनिदिनु। 9864 399 235। दर्शकवृन्द, 17 दिनपछि अचम्म र एकदम खुसी लाग्ने कुरा तपाईँलाई सुनाउँछु, देखाउँछु। भिडियोलाई अन्तिम समय हेर्नु होला। हेर्नुहोस् है त, आज 17 दिनपछि के भयो त। अनुको घर बनाउँदै हेर्नुहोस्, घर उठिसक्यो र अब के त म सम्पूर्ण तपाईँलाई देखाउने छु किन अचम्म र खुसी भयो भन्ने विषयमा। अब म यहाँ भित्रै जानेछु। काम गर्दै हुनुहुँदो रहेछ, यहाँ डिस्टर्ब त नगर्नु पर्ने र पनि अलिकति कुरा लिनु पर्यो। सर नमस्कार। हजुर सर नमस्कार। हजुर त एक्कासी काम गर्न आउनुभयो, किन रहेछ यहाँनिर? हजुर यो अब हाम्रो बहिनी चाहिँ अलि अशक्त, अलि दुःख पाएको हुनाको कारणले हामीले चाहिँ अब अरू त सरसहयोग गर्न त पहिल्यैदेखि मन थियो कि, सरसहयोग गर्न केही पनि सकिएको थिएन, पाइएको थिएन। त्यसै कारणले अब आफूले जानेको सिप भने यही हो, केही राहत मिल्ला कि बहिनीहरूलाई पनि केही गर्न सकिन्छ कि सहयोग भनेर गरिरहेको हो सर। हजुरको नाम? हजुर मेरो रुद्र भट्टराई हो सर। घर चाहिँ? घर मेरो यहीँ नेपालटारो। मतलब यो वायरिङ गर्नु मात्रै तपाईँलाई आउँछ, त्यही भएर तपाईँले वायरिङ गरेर श्रमदान गर्दै हुनुहुन्छ अहिले? हजुर हजुर, वायरिङ प्लस प्लम्बिङ पनि गरिदिन्छु सर म। गरिदिनुहुन्छ है? हजुर। आमा हेर्नुहोस् त, कति खुसी कति खुसी कति खुसी। हेर्नुहोस् आज मात्रै श्रमदाता भेटिएको छ। श्रम गर्नु नै मानवताको धर्म हो। हाम्रा श्रम पिता धरानका मेयर हर्क साम्पाङले यसरी नै श्रम गर्नुपर्छ है, र श्रम गर्यो भने हामीलाई र ती गरिब मान्छेलाई चाहिँ खुसी मिल्छ भनेर पाठ सिकाउनु हुने ती श्रमदाता श्रम पिता धरानका मेयर हर्क साम्पाङ हुनुहुन्छ। उहाँले यो विषयमा सम्पूर्ण कुरा सिकाउनु भएर आज हामी पनि सिकेका छौँ। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, मेयर हर्क साम्पाङलाई लगायत। आज हेर्नुहोस् त, 17औं दिनपछि यहाँ श्रमदानको लागि कोही पनि आएको थिएन। मतलब हाम्रा चाहिँ के पो भन्नुभयो, हाम्रो श्याम भुजेल सर त पहिल्यैदेखि अभद्र रूपमा खटिराख्नु भएको छ, र आज हेर्नुहोस् त वायरिङ गर्दा धेरै खर्च हुन्छ। हेर्नुहोस् यसरी काट्नुपर्ने हुन्छ, यो देखाउनु होला, यसरी इँटाहरू सबै काट्नुपर्ने हुन्छ र यसरी जडान गर्नुपर्ने हुन्छ। यति गाह्रो चिज हो कि, यति खर्च लाग्ने चिज हो कि आज उहाँले श्रमदान गरेर अनुको जीवनमा खुसी पार्नु भएको छ। मान्छेले आर्थिक रूपमा मात्रै होइन, यसरी श्रम गरेर पनि सहयोग गर्नुहुँदो रहेछ। एकदमै खुसी छौँ र एकदमै खुसी लाग्यो तपाईँको श्रमदेखि। हेर्नुहोस् त। हजुर म पनि भित्रैदेखि खुसी छु सर। दिन दुखीलाई गर्न पाउँदाखेरि एकदम खुसी लाग्छ। मानवको कर्तव्य पनि हो सर। त्यसैले यस्तो हेर्नु न, धुलो मैलो भएर यस्तो मिसिनहरू यस्तो डेन्जर ठाउँमा बसेर चलाइरहेको। मिसिन हेरौँ, यस्तो मिसिन युज गर्नुपर्छ हामीले चाहिँ यो वायरिङ गर्दाखेरि, र प्लम्बरको काम भन्छ यसलाई होइन। यतिसम्म खुसी मिलेको छ आज। र
तपाईँ मात्रै हुनुभयो नि त यो ठाउँमा त श्रम गर्नुहुने एकजना मात्रै देखियो। हजुर अब त्यो त यस्तो हो, आफ्नो आफ्नो चोइस हो। अब कसैलाई दिन्छु भनेर त केही हुनेवाला त छैन। यो पनि सानो सहानुभूति मात्रै हो सर, मैले कुनै केही गरेँ भन्ने मलाई लागेको छैन। यो एकदमै तपाईँको लागि सानो होला, तर अनुको जीवनमा ती 3 बच्चाको जीवनमा र हामीले हेर्दाखेरि एकदमै ठुलो श्रमदान हो यो तपाईँको, होइन? यो गाह्रो हुन्छ, यो पाइप काट्नु तपाईँ पसिनै हेर्नुहोस्, तस्बिरमा आफै बोल्छ। हिजो मेरो फुर्सद थिएन सर, अब हिजै आइदिनु भन्नुभएको थियो। अब हिजो आउन भ्याइन मैले, बिहान अरू यहाँ म आउँदाखेरि अरू अनुभवनीहरू उठ्नु नै भएको थिएन, एक दुईजना आन्टीहरू उठ्नु भएको थियो। अनि म यहाँ आएर लगातार काम गर्न थालेँ। हेर्नुहोस् त, यसरी श्रम गर्दै हुनुहुन्छ। यो सानोतिनो श्रम होइन, यो ठुलो श्रम हो हाम्रो सम्पूर्णको लागि। देखाइमा हेराइमा धेरै ठुलो श्रम हो। र तपाईँलाई म सोध्न चाहेँ है, हजुर यो घर यो घर बन्नुभन्दा अगाडि यो ठाउँ कस्तो थियो? तपाईँले देख्नुभएको घर कस्तो थियो देख्नुभएको? एकदम देखेको सर। कस्तो थियो भन्नु? एकदमै लथालिङ्ग अवस्थामा थियो सर। यसो अब टाटीको बेरा होइन, मान्छे अब बस्नलाई पनि नमिल्ने, हावापानी पनि सुरुमा त्योभन्दा अगाडि त अझ तपाईँहरू आउनुभन्दा अगाडि त अझ खरको छानो थियो, छानो पनि थिएन। ओडाले यसो रात जुटाएर जस्ताको छानोसम्म लगाइदिनु भएको थियो ओडा अध्यक्षज्यूहरू आएर। अनि त्योभन्दा पछि पनि अरू त अवस्था त दयनीय नै थियो। त्यही छानोबाट पानी मात्र नचुहिएर मात्र त भएन होइन, हजुरहरूले पनि देख्नु नै भयो। अब चारैतिरबाट रङरङ्ती हावा पानी होइन, केही पनि नछेक्ने खालको बेराहरू पनि टाटीको बाँसको भाटाको होइन। अब किरा फट्याङ्ग्राहरूको डर त्यतिकै हुन्छ। अब सर्पको डर आयो, सर्पको डर, सर्प बिच्छी। म त तपाईँको अस्ति यहाँनिर हेर्दाखेरि घर देखाउँदाखेरि होइन, सहयोगीदाताले केही राहत मिलोस् भनेर सहयोगीदातालाई मैले हातले पनि यसै नगरेको, यसै गरेको, किनकि दुलै त्यो सर्प बस्ने समस्या थियो। त्यस्तो दुलोमा त गोमन सर्पहरू बस्छ, विषालु सर्पहरू बस्छ होइन। अनि त्यो तपाईँको चाहिँ दुलोमा टाउको राखेर, दुलोमा खुट्टा राखेर सुत्ने गर्थ्यो, हो कि होइन? फेरि यहाँनिर वन्य जन्तुहरू पनि लाग्दो रहेछ, जङ्गलको छेउमा छ, नजिकै छ। र अस्ति त्यहाँ निगाले पनि मरिरहेको भेटियो हामीले। त्यस्तो त अब बच्चाहरूलाई त लिएर नगए पनि घाइते बनाउँछ नि त, होइन? अब त त्यो घर अहिले त्यो घरलाई चाहिँ अब हामीले चाहिँ भत्काएर आज यत्रो ठुलो चाहिँ निर्माण हुँदैछ, यत्रो बलियो, यतिसम्म चाहिँ मजबुत घर हुँदैछ होइन। यो चाहिँ सम्पूर्ण हामीले होइन, हामी भनेको त एउटा भिडियो बनाउने हामी माध्यम मात्रै हो होइन। माध्यम हो। हजुरहरूले जे भए पनि सरसहयोग गरिराख्नु भएको छ। हजुरहरूले नै जुटाएर यहाँसम्म ल्याइदिने हजुरहरूकै हात छ, हजुरहरूकै देन हो। हजुरहरूले गर्दा यहाँसम्म आउनु भएको छ। बहिनीहरूलाई मात्र नभएर आमाहरू लगायत अरूलाई पनि राहत मिलेको छ, अरूलाई पनि खुसी मिलेको छ। एकदम हजुरहरूको काम चाहिँ प्रशंसा योग्य छ। हजुरहरूलाई प्रशंसा गरेर कहिले पनि थाक्न सकिँदैन। हस्, धन्यवाद दिन चाहन्छु। र यस्तो मजबुत घर बनाउने हामी भनेको असली पीडित को हो होइन? हामी पहिलादेखि नै उठाएर आइरहेको, भिडियो गरिरहेको असली पीडित को हो, नक्कली पीडित को हो। हामी फिल्डमा जान्छौँ होइन, हाम्रो तिनजुरे टिम चाहिँ है, फिल्डमा गएर हेर्छौँ, निहाल्छौँ, बुझ्छौँ होइन। र असली पीडित को रहेछ त भन्ने खालको जानेर मात्रै हामी भिडियो उठान गर्छौँ। यहाँ पनि हामीले श्याम सरले बोलाउनु भयो, यहाँ हामी फिल्डमा आयौँ होइन, आफ्नै खर्च गरेर आयौँ है, यहाँनिर आफ्नै भाडाले आफ्नै तेल खर्च गरेर। र असली पीडित हो होइन, हेऱ्यौँ हामीले। यहाँ आएर हेर्दा त एकदमै असली पीडित रहेछ होइन। असली पीडितको मात्रै हामी भिडियो उठान गर्छौँ। त्यो सँगसँगै देश विदेशमा हामीले विश्वास गरेर आज यत्रो यो ठुलो घर होइन, यस्तो मजबुत घर बनिएको छ होइन। र देश विदेशमा हुनुहुने सम्पूर्ण सहयोगीदातालाई तपाईँ के भन्न चाहनुहुन्छ? अनुको छिमेकी भएको नाताले के भन्न चाहनुहुन्छ? एउटा श्रमदाता भएको नाताले के भन्न चाहनुहुन्छ? हजुरहरूले पनि आफू आफ्नो ठाउँबाट जे जति सक्नुहुन्छ, कसैले श्रम सक्नुहुन्छ श्रम, कसैले जे सक्नुहुन्छ आफ्नो आफ्नो ठाउँबाट सानोतिनो जे जति हुन्छ हाम्रो अनुभवनीको लागि सहयोग गरिदिनु होला। गरि नै रहनु भएको छ। गर्नुहुनेहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। र अरू कोही पनि छुट्नु भएको छ भने, कसैलाई इच्छा छ भनेदेखि एकदम हाम्रो अनुभवनी चाहिँ एकदम वास्तविक नै पीडित हो। अनुभवनी लगायत उसका भाइ बहिनीहरू वास्तविक पीडित हो। अब यस्तो बच्चालाई यस्तो अवस्थामा देख्न कसलाई पो मन लाग्ला र हजुरहरूलाई पनि इच्छा छ भनेदेखि खुलेर आफूले सकेको सहयोग गर्नु होला भन्न चाहन्छु। त्यही भन्न चाहनुहुन्छ? हजुर हो। दर्शकबिन पक्कै पनि असली पीडितलाई हामीले सहयोग गर्नै पर्छ, किनकि उहाँहरू भनेको एकदमै असली पीडित हो। उहाँको बुवाको पनि मृत्यु होइन, आमा पनि गई छोडेर जानुभयो। कहाँ छोडेर गएछ एकचोटि भनिदिनुहोस् त?
छोडे त अब कहाँ गयो बच्चाहरूलाई चाहिँ कहाँ छोडेर बच्चाहरूलाई त अब यस्तो हेर्नु न तपाईँ आफै हेर्नु न जङ्गलको छेउमा छ यसो कुटी छ के भन्छ बाँसको बेराले होइन छानो पनि चुइने थियो क्या सर ओडाले जस्तो हालिदिएर मात्रै हो नत्र छानोबाट पनि पानी छेकिँदैन थियो बेराबाट पनि किरामिरा होइन वन्य जन्तुहरू पनि छेकिन नसक्ने त्यस्तो खालको ठाउँमा होइन मानिलिउँ यो त एउटा जङ्गलको ओडार सम्झौँ न ओडार जस्तो दुलोमा उहाँहरूले चाहिँ छोडेर जानुभयो उहाँले यस्तो नगर्नु पर्ने थियो होइन आफ्नो मात्र भविष्य हेर्नुभयो आफ्नो बच्चाहरूको माया गर्नु भएन आफ्नो बच्चाहरू आफूले जन्माएको कमसेकम थोरै भए पनि आफ्नो रगतको माया गर्नु पर्थ्यो उहाँले त्यो गर्न सक्नु भएन त्यसैले उहाँप्रति चाहिँ एकदमै दुःख व्यक्त गर्न चाहन्छु म यसरी अब यहाँबाट गएर पनि तपाईँलाई खासै राम्रो त छैन होला तपाईँको मन पनि रोइरहेको होला आफ्नो बच्चाहरू हुन् जे भए पनि बच्चाहरूले बोलेको पनि सुनिराख्नु भएको होला देखिराख्नु भएको होला अब देखिरहँदाखेरि तपाईँको मनमा नराम्रो त भएको होला होइन अब भए तापनि तपाईँले अब गल्ती गर्नु नै भएको हो यसरी अब आगामी दिनहरूमा यस्तो अरूले पनि योबाट पाठ सिक्नुहोस् कि अरू जो कोहीले पनि यसरी गल्तीहरू नगरिदिनु होला आफ्नो बच्चाहरूलाई केयर गर्नु होला राम्रोसँग अब जे जस्तो छ मिठो मसिनो सबैको सुविधा दिन नसके पनि आफूसँग जे जस्तो छ कमसेकम खुसी दिनु होला भन्न चाहनुहुन्छ म सधैँ भने गर्छु कि यो शब्द हजुर जन्मेर बन्छ यहाँ नाता र परिचय हो दर्शकवृन्द पक्कै पनि हो नि होइन हजुर हो जन्मेर बन्यो नाता र परिचय कस्तो नाता कस्तो परिचय हेर्नुहोस् त उहाँको आफ्नै चाहिँ 9 महिना कोखमा राखेर 9 महिना हुर्काएर बढाएर चाहिँ बच्चालाई एउटा रोडमा छोडेर गइन् आमा होइन होइन अहिले कर्म दिने आमा बाउ बनिन् चाहिँ देश विदेशमा रहनुहुने हो कि होइन हजुर हो त्यही कारणले म भन्छु नि त यस्तै जन्मेर बन्छ यहाँ नाता र परिचय होइन हजुर नाता कस्तो नाता भयो त कर्म दिने आमा बाउ त देश विदेशको भयो हजुर ओके आफ्नो चाहिँ खुन रगत नाता चाहिँ पढाइ भइदियो हजुर हो कि होइन यो मेरो भनाइ कस्तो लाग्छ तपाईँलाई हजुर एकदम राम्रो हो अरूले पनि यसबाट केही सिक्नुपर्छ हामीले यो त्यतिकै हेरेर मात्र उ गर्ने होइन कि भोलिका दिनहरूमा यो गर्दाखेरि यस्तो असर पर्ने रहेछ भनेर थोरै थोरै अब नबुझ्ने मान्छेहरूले पनि बुझिदिनु होला होइन अब सबैले बुझेको हुन्छ भन्ने हुँदैन केही कुराहरू अरूको गल्तीबाट पनि सिक्नुपर्ने हुन्छ अरूको गल्तीबाट पनि हामीले पाठ सिक्नुपर्छ र यस्तो गल्ती अरूले फेरि आगामी दिनहरूमा अरूबाट सुन्न देख्न नपाइयोस् यही भन्न चाहन्छु सर त्यही भन्न चाहनुहुन्छ हजुर र तपाईँलाई मैले है भुलाएँ यहाँनिर अलिकति है हजुर आफै काम गरिराख्नु भएको थियो आफ्नै धुनमा हजुर भुलाएँ यसमा मलाई माफ क्षमा गर्नु होला होइन होइन सर ठिक छ अब मेरो काम पनि लगभग सक्यो हजुर यो लगभग सबै वेयरिङ सक्नु भयो होइन यो कटिङ र उसको काम चाहिँ सकिन्छ आज अब प्लास्टर गरेपछि हुन्छ बाँकी काम प्लास्टर गरेपछि है हजुर ओहो तपाईँको आफ्नो कति काम छोडेर आएर चाहिँ यो काम गरिदिनु भएको छ है यस्तोसम्म भित्रबाट वेयरिङ यस्तो है यस्तो मजबुत चाहिँ पाइपको यस्तरी गरिदिनु भयो म त कति धन्यवाद दिउँ पक्कै पनि देश विदेशबाट हेर्दै हुनुहुन्छ यति बेला होइन स्वदेश विदेशबाट उहाँहरूले पनि तपाईँलाई धन्यवाद पक्कै पनि दिनुहुन्छ है हामीले गर्नुपर्ने नै यही हो दुखी गरिब असहायलाई चाहिँ सहयोग गर्नु होइन हजुर मान्छे चाहिँ धनीलाई मात्रै धनीको पछि मात्रै लाग्छन् नेताको पछि मात्रै लाग्छन् गरिबलाई चाहिँ हेर्दैनन् होइन हो नि तपाईँ हामी चाहिँ अलिक मनकारी रहेछौँ गरिबलाई पनि हेर्ने है हजुर हो तर समान सहयोग भनेको न धनी न गरिब हामी एउटै आकाशमा एउटै पृथ्वीमा बसेका मानिस हो नि त होइन हजुर एउटै चाहिँ परिवार जस्तो बसेका हो नि त होइन को छ र यो जिन्दगीमा को छ र यो दुनियाँमा अजम्बरी होइन एक दिन हामीले यो संसार त्यागेर यो संसार छोडेर जानुपर्छ केही त पुण्यको काम गरेर जाउँ न हो कि हो नि सर पुण्यको काम गरेर गयो भने स्वर्गमा बास हुन्छ पक्कै पनि होइन हजुर हो पाप र त्यस्तोमा चाहिँ पाप गरेर चाहिँ यो संसारमा बिदा माग्यो भने पक्कै पनि नर्कमा बास होला कि होइन हो नि सर संसारमा बास होइन दिन दुखीहरूले उ गरे पनि स्वर्गमै बास नभए पनि अहिले तत्कालै स्वर्ग देखिन्छ किनभने उनीहरूले त हामीलाई आशीर्वाद दिइरहेको हुन्छ नि त सर उनीहरूको आशीर्वाद नै हाम्रो लागि स्वर्ग हो कि सर सही कुरा म भनेको छु नि दर्शकबिन यो उहाँले यतिसम्म श्रमदान गर्नुभयो होइन 2 दिन लगाएर 3 दिन 4 दिन कति लाग्छ त्यो थाहा छैन लगभग कति दिन लाग्छ सर हजुर अब लाग्छ सर टाइम त अब 4 दिन जति लाग्छ 4 दिन उहाँले श्रमदान गर्नुभयो भने यो श्रमदानको फल पक्कै पनि उहाँले 4 गुणा यो भन्दा पनि कति हो कति धेरै 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 उहाँले चाहिँ
आशिष पाउनुहुनेछ र उपरवालाले आपसे आप कहीँ न कहीँबाट उहाँको चाहिँ जिन्दगीमा उहाँको जीवनमा चाहिँ ती आशिष सर्नुहुनेछ र उहाँलाई फलिफाप हुनेछ जहीँबाट पनि एक दिन आउनेछ यो श्रमदान गर्नुभएकोमा होइन किनकि एकदमै हो यस्तो मान्छेहरूको श्रमदान गरियो भने पक्कै पनि संसारको चाहिँ ती 9 महिना कोखमा राख्ने आमाले नदेखे तापनि होइन हजुर सर उपरवालाले देख्नेछ पक्कै पनि हामीले जति तपाईँ लुकाउनुहोस् मनमा मैले लुकाउँछु मनमा होइन तर तपाईँले मलाई देख्नुहुन्न लुकाएको होइन तर उपरवाला त छर्लङ्ग देखिरहेको हुन्छ होइन को धर्मी को पापी उहाँले त छर्लङ्ग देखेको हुन्छ हामीले त देख्दैनौँ न होइन त्यही कारणले हामीले सत्य र सही काम गर्यौँ भने पक्कै पनि उपरवालाले आपचे आप तपाईँको घरमा मेवा फालिदिनेछ मेवा दिनुहुनेछ होइन सेवा गरे मेवा मिल्छ भन्छौँ नि हामी हो त्यस्तै मेवा मिल्नेछ जस्तो लाग्छ किनकि यस्तो मैले हरेक मान्छेको जीवनमा देखेको छु मैले है श्रमदान गर्ने सहयोग गर्नेको जहिले पनि भरिपूर्ण देखिरहेको छु जो लुटेर खान्छु धुतेर खान्छु भन्छ नि त्यसको घरमा पनि झै झगडा जिन्दगीमा पनि बाधै बाधा है जता जान्छ ठक्कर खान्छ उता जान्छ ठक्कर खान्छ यता जान्छ ठक्कर खान्छ जसले राम्रो चिताउँछ जसले चाहिँ सत्यको बाटो हिँड्छ त्यो मान्छे जहिले पनि सफल उसको बाटो क्लियर उसको बाटो सफा हुन्छ यो चाहिँ मैले ग्यारेन्टी दिन्छु 100% हो मैले देखेको छु यो कुरा हो सर एकदमै है मन सफा भनेको बाटो पनि क्लियर तपाईको पनि आज मन सफा रहेछ आज यस ठाउँमा अनुको घर बनाउँदा बनाउँदै एकजना श्रमदाता भेटियो हामीले हेर्नुहोस् उहाँलाई भेटिएको छ हृदयबाट म खुसी माग्दै तपाईँ काम गर्नु होला है धन्यवाद दिँदै हजुर उहाँलाई काम पाउँछ यति राम्रो मान्छे यति राम्रो मान्छे ल तपाईँको नम्बर पनि एकचोटि भनिदिनुहोस् त कसैले यस्तो काम राम्रो गर्ने मान्छेको त होइन ल आउनु पर्यो है सर यहाँनिर मेरो पनि काम गरिदिनु पर्यो भनेर मनकारी होइन मान्छेले फोन गर्न सक्छ तपाईँको नम्बर भनिदिनुहोस् एकचोटि मेरो नम्बर चाहिँ 9864999235 फेरि पनि भनिदिनु 9864 399 235 हस् सर धन्यवाद तपाईँलाई है र अब हामी जानेछौँ हस् हजुर काम गर्नुहोस् ल हामी अब जानेछौँ यहाँनिर अब के गर्दैछन् त अनु कस्तो अवस्थामा छन् त भन्ने विषयमा तपाईँलाई देखाइएको छैन र आज अनुलाई पनि देखाउँछु के गर्दैछन् कहाँ भात पकाउँदैछिन् कहाँ खाँदैछिन् के गर्दैछिन् भन्ने पनि म तपाईँलाई देखाउँछु यही हो काका काकीको घर हेर्नुहोस् यहाँ टिन लाउने केही सहयोगी दाताले चाहिँ सहयोग गर्नुभएको छ तर टिन टाँसेर के गर्ने भित्रै फर्मा नभएपछि भित्रै चाहिँ टर्च नभएपछि फलाम नभएपछि काठ नभएपछि यहाँ गाह्रो छ कसैले सहयोग गर्न चाहनुहुन्छ भने पक्कै पनि सहयोग गरिदिनु होला अनु कहाँ छन् ए लु अनु बिरामी छु कि के भन्दै हुनुहुन्थ्यो त्यो बन्द गर्नु त त्यो बन्द गर्नु बन्द 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 यहाँ हेर्नुहोस् अनु बिरामी छु कि के कसो भन्दै थियो यहाँ अलिकति हामी देखाउँ है हेर्नुहोस् यहाँनिर काकीको घर यस्तो अवस्थामा छ होइन हेर्नु है हेर्नुहोस् एकदमै यस्तो ठाउँमा सुत्छन् अनु बिरामी छौ अरे बिरामी छौ अघि टाउको दुखो के भन्दै थियो दबाई लिनु पठाउँदै थियो अरे सन्चै छौ नि के भएको छैन नि खाना खायौ र हेर्नुहोस् तपाईँहरूकै सहयोगले तपाईँ उठ त एकछिन सुत्नु हुँदैन एकछिन सन्चै छौ भने चाहिँ यहीँ बस हेर्नुहोस् यी भक लड्ने अनु है अस्ति पनि देखाइसक्यौँ मुखबाट नाकबाट चाहिँ ब्लड गएको होइन अनि त्यहाँ अर्को भिडियोमा देखाएको थियौँ र सधैँ लडिराख्ने स्कुलमा लडिराख्ने घरमा पनि लडिराख्ने अनुलाई आज तपाईँहरूकै सर सहयोगको त्यो सहयोगले हस्पिटल लगेर उहाँको सबै चेक जाँच गरेर उहाँलाई यतिसम्म निको बनाइएको छ है त्यो धर्म कहीँ गएन हेर्नुहोस् यति ठुलो धर्म मान्छेको रोगबाट बचाउने यति ठुलो धर्म तपाईँको कहीँ गएन र उहाँ अघि मैले सुनेको अब अहिले भेट्न आएको त्यही भएर म माथि थिएँ अघि दबाई किन्नु पनि पठाएको छ एक फाइल कसको लागि ल्याएको तिमीले त्यो दबाई मलाई पठाउनु भएको थियो छिटो ल्याऊ यहाँनिर टाउको दुखो ज्वरो आयो के भनेर अनि खोइ कसको लागि भनेर थाहा भएन त्यस पठाउनु चाहिँ भयो ल हामीले सुन्नुमा भुल गर्यो होला तर ठिक छ यो के अरे उहाँ राम्रो भएकै हामी सुन्न चाहन्छौँ देख्न चाहन्छौँ सम्पूर्णले हेर्न चाहन्छौँ अहिले के भएको छैन अहिले कस्तो चक्कर आउने यताउता के कसो हुन्छ
त्यस्तो अहिले भएन। केही भएको छैन, फ्रेस भएको छ। मोबाइल हेरिरहेको थिएँ, म पनि गर्मी भएर यता ढल्किरहेको थिएँ। धन्यवाद, यति खुसी तपाईहरुकै सहयोगले आज यति राम्रो शरीर भएको छ, यति राम्रो ती रोगहरू निको भएको छ। पिसाबमा इन्फेक्सन थियो र भनेर डाक्टरले रिपोर्ट निकाल्नु भएको थियो, त्यो निको भएको छ आज औषधि खाएर हैन। पानी 2 गिलास खाएर सुतेको। पानी 2 गिलास खाएर खाइरहेको छ हैन। र आज ती कमी कमजोरीले पनि रिगडा चल्ने लड्ने भएको भन्ने हामीले अनुमान पनि गरेका छौँ। हामी डाक्टर त होइन, डाक्टर हो तपाईहरु भनेर नरिसाउनु होला, कमेन्ट नगर्नु होला। हामी डाक्टर होइन, तर मान्छेले यसो बुझाइमा देखाइमा चाहिँ खानुको कमीले र आफ्नो आत्मबल नबढेर र शरीरमा चाहिँ तागत नभएर पनि लड्न सक्छ। हामी आएदेखि तपाईहरुको सहयोगले आज अनुले फ्रुटहरू, फलफुलहरू, मासु मङ्सहरू खाइरहेको छ, टाइम टेबलमा खानाहरू लिइरहेको छ, खाइरहेको छ। र आज उहाँको घर मात्रै होइन, उहाँको शरीर पनि तन्दुरुस्त स्वास्थ्य भएको छ, किनकि पोसिलो खानाहरू खाएको छ। हो कि होइन भन्नु त? के खाँदै हुनुहुन्छ भन्नुहोस् उहाँ सम्पूर्णलाई? फलफुल अस्ति हिजोसम्म खाएको थिएँ। के अरे उहाँ गाईघाटबाट पनि लिएर आएको हामीले, उहाँ धरानबाट आउनुलाई गाईघाटबाट पनि ल्याएको। तागत आउने चिज त खाइरहेछ, तरकारी पनि हिजो भर्खर लिएर खाएको, अहिले मासु नै लिएर खाएको। अस्ति सुरुमा आउँदा त मासु खानु मन लाग्यो भन्दैन सुरुमा त होइन, त्यस्तो खाना चाहिँ मन लाग्यो भन्नु थिएँ। अनि अहिले हिजो चाहिँ के सब्जी खानुभयो? हिजो मासु नै खाएको, ब्रोइलरको मासु खाएको हो। अनि अहिले खाना खाइसकेको? अहिले त खाइसकेको। के को खानुभयो आज? आज दाल पकाएको अनि आलुको भुजिया। ल गुड, एकदम साग सब्जी खानु बेसी है। सागहरू हुन्छ, मुला गाजरहरू हुन्छ हैन, त्यो खानु लिएर ल। अनि अलिक आफ्नो शरीर तन्दुरुस्त भएपछि चाहिँ हरेक कुरा गर्न सकिन्छ है। शरीर तन्दुरुस्त भएपछि शरीरलाई चाहिँ शक्त भएपछि दिमाग पनि आउँछ, दिमागले पनि काम गर्छ हैन। हो कि होइन? जब हामीले खाना खाइँदैन, खानाको अपुग हुन्छ, हरेक कुराको फलफुलको अपुग हुन्छ, तब हाम्रो दिमागले पनि काम गर्न छोड्छ हैन। जब शरीर तन्दुरुस्त हुन्छ दिमागलाई पनि फाइदा हुन्छ, दिमाग पनि आउँछ, हरेक बुझिन्छ जानिन्छ। जब हामीले त्यो खाना छोडिन्छ शरीर चाहिँ कमजोर हुन्छ, दिमागले पनि काम गर्दैन हैन। अहिले त कति खुसी छ, उज्यालो छाएको छ पहिलाको भन्दा अनुको हैन। हो कि होइन? कतिको उज्यालो? धेरै खुसी छु। यो उज्यालो छाडिदिने, मुस्कान छाडिदिने अनुको अनुहारमा चन्द्रमा झैँ, जुन झैँ हैन चाहिँ मुस्कान चाहिँ चम्काउने को हुन् त? लु भनिदिनुहोस् यहाँनिर क्यामेरामा। देश विदेश नहुने, स्वदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू हो। उहाँहरूले मेरो जिन्दगीमा एउटा ज्योति ल्याएर दिनुभएको छ। ज्योति म अन्धकारमा थिएँ, उहाँहरूले ज्योति ल्याएर बालिदिनु भएको हो। म एकदम खुसी छु। उहाँहरूले लगाएको गुण म सायद कहिले पनि बिर्सिन भन्छु। उहाँले लगाएको, उहाँले गरेको खर्च, उहाँले पढाइमा शिक्षामा दिएको खर्च कहिले पनि खेर नफाल्नु। जान्ने बन्नु, स्कुलमा बुद्धि ज्ञानी हुनु, अनुशासनमा बस्नु। उहाँहरूले मलाई एउटा कापी सहयोग गर्नुभएको छ भने म 2 दिनमै त्यो कापी सक्ने हिम्मतले पढ्छु। होमवर्क गरेर ह्यान्डराइटिङ बनाएर हैन। वाह वाह वाह, यो हो नि त नि। यति बुझ्ने छ कि यति बुझ्ने, त्यही मायाले नै, त्यही बुझ्ने भएको मायाले केही अहिले चाहिँ मैले लेखेको छुइनँ, किनकि किताब पनि दिनु भएको छैन, स्कुल आएन। दिएपछि त मलाई कसैले सोध्नु पनि पर्दैन लेख्नको लागि त। लेख्न लागि है। ल ठिक छ, हामी त फेरि हामी टाइम आइरहेको छौँ नि चेक गर्नुको लागि। यही यस्तो जान्ने, बोल्नु जान्ने, बुझ्ने भएर हैन, सहारा नभएर चाहिँ लट्ठी नदिएर हैन, हात चाहिँ नतानेर। अब उकालोमा यस्तो भिरमा चढ्दाखेरि माथिबाट हात दियो भने त चढ्नु सकिन्छ, न त दिएन चढ्नु सकिँदैन हैन। तपाईँको एउटा खुट्टा फ्र्याक्चर छ भने अब लट्ठी टेकेर उठ्नु सक्छ, लट्ठी छैन त उठ्नु सक्दैन। त्यही भएर यस्तो ज्ञानी भएकै कारणले स्वदेश विदेशबाट तपाईँलाई लट्ठी दिएको छ, भिरमा माथि उकालोबाट तानेको छ हातले हैन। यो गुण कहिले नबिर्सिनु ल। र अनुले पक्कै पनि यो गुण कहिले पनि बिर्सिँदैन, किनकि यति बुझ्ने छ, यति ज्ञानी छ, यति बुझ्ने छ। यही ज्ञानीको कारणले, यही बुझा कि भएको कारणले गर्दाखेरि तपाईँले सहारा दिनुभएको छ। हो यस्तै बुझ्ने नानीहरूलाई त पक्कै पनि उहाँहरूलाई
हात तान्नुपर्छ, उकालोमा तान्नुपर्छ। सर आज हामी बोर्डिङ जाने भन्नुहुन्थ्यो हैन? जाने, अब बोर्डिङ जाने। त्यहाँनिर हामीले कुरा मिलाइसकेको छौँ प्रिन्सिपल साहबसँग, प्रिन्सिपल सरसँग। उनीहरूको बोर्डिङमा 10 सम्म पढाउने कुरा छ। हुन्छ, म खुसी छु। खुसी? म पनि मात्रै पढ्न होइन, उनीहरू म सरकारी स्कुलमै पढे पनि उनीहरू त अलिक सानै छ। सरकारी स्कुल टाढा पनि छ र स्कुलमा अलिक बोर्डिङ जस्तो हुँदैन। भोलाइ डाँडा एकदम टाढा छ, म त हिँडेर जाम्ला, तर भाइ पनि रोड कट्न बाटो कट्न गाडीको व्यवस्थापन हुन्छ। उहाँहरूलाई बाटोको व्यवस्थापन भएको छ, गाडीको पनि व्यवस्थापन छ। म त साथीहरूसँग हिँडेरै भए पनि जान्छु। भाइ बहिनीलाई चाहिँ गाडीमा लग्दैदेखिको म खुसी छु। गाडी आउँछ, त्यो व्यवस्थापन यही बाटोमा जान्छ र हाम्रो साथीको भाइ पनि जान्छ। यस्तो फेरि ठ्याक्कै अब गाडी हामी भन्छ कति बजी, एकछिन नानी, गाडी आउँछ कति बजी होइन? 10 बजी। 10 नबज्नु 5-10 मिनट चाहिँ 5 मिनट अगाडि नै उता लगेर नानीहरूलाई चाहिँ गाडीमा चढाइदिने। अनि स्कुल कति बजी लाग्छ अनुको? मेरो स्कुल 9:15 देखि सुरु हुन्छ। अरे अनि ढिलो पनि हुन्छ त होइन? 9:15 मा घरबाट हिँड्नुपर्छ, 10:15 मा स्कुल सुरु हुन्छ। ल अनि नानीहरूलाई चाहिँ कसरी गाडी चढाउने? यसो गर्छु, खाना साना बेलैमा पकाउँछु 8 बजीतिर नै, अनि खाना साना खुवाएर तयार पार्छु। अनि त्यहाँदेखिको 9 बजी हाल्छ। 9 बजेपछि भाइ बहिनी यहीँनिर बसिरहन्छन् उही छेउमा। अङ्कल आन्टीहरू पनि हुनुहुन्छ यहाँ त। अनि अङ्कल आन्टी हुनुहुन्छ, म साथीहरूसँग स्कुलमा जान्छु। अनि उहाँहरू यहीँ गाडी यहीँ रोक्छ, यहीँ घर नजिकैको रोडमा छेउमै रोक्छ। अनि उनीहरू चढेर जान्छन्। हेर्नुहोस् यहाँनिर यो माइक चाहिँ बुम पक्रिने मान्छेले गर्न नसकेको म्यानेजमेन्ट अनुले म्यानेजमेन्ट गर्छ भनेपछि कति बुझ्ने कति ज्ञानी। ल जिन्दगीको शुभकामना दिँदै फेरि अर्को भिडियोमा भेटौँला भन्दै अब हामी फेरि अनुको घर कस्तो हुँदैछ के हुँदैछ भन्ने के भन्ने अरे के भने लु भन्नु त। हामी पनि नयाँ स्कुल जाने बेला हामीलाई त्यही बसमा लगिदिन्छ। ए हो, ल ल ल ल पक्कै पनि दर्शकबिन हेर्नुहोस्, यस्तै ज्ञानीको कारणले गर्दाखेरि यस्तै चाहिँ ज्ञान भयो, ज्ञान छ उहाँसँग। यस्तै चाहिँ को कारणले गर्दाखेरि होइन उसको चाहिँ ट्यालेन्ट देखेर यस्तो ट्यालेन्टलाई किन गुमाउने, यस्तो ज्ञानीलाई किन गुमाउने भनेर पक्कै पनि तपाईँले सहयोग गर्नुभएको हो, मलाई थाहा छ। हेर्नुहोस् यो चाहिँ उहाँको जीवनमा यो यस्तो छाउनु भनेको साह्रै राम्रो। तपाईँले गर्नुभएको सहयोग कहीँ गएको छैन। अब हामी एकछिनपछि स्कुल जानेछौँ, स्कुलको भिडियो पनि निर्माण गर्नेछौँ, कति के लाग्नेछ त्यो पनि सम्पूर्ण तपाईँलाई जानकारी दिनेछौँ। र आजैबाट चाहिँ स्कुलको काम पनि हामी पुरा गर्नेछौँ। तपाईँहरूको सहयोगले डिपोजिट गर्नेछौँ स्कुलमा है, घर बनिरहेको छ। त्यति भन्दै अर्को भिडियोमा भेटौँला भन्दै म विक्रम लिम्बू बिदा हुन चाहे। हस्त नमस्ते सेवारो।